ओलीले चीनसँग गरेका सम्झौता, आउने विश्व व्यवस्थामा गरेका हस्ताक्षर, बिआरआईदेखिका हस्ताक्षरहरू, नाकादेखिका हस्ताक्षर, व्यापार सम्बन्धी जुन चाहिँ सहमति भयो होला, त्यस कारणले गर्दा चाहिँ यता चाहिँ अन्तर्राष्ट्रिय लेभल जुन चाहिँ हाम्रा छिमेकी लगायत पश्चिमा शक्तिहरू छन्, यी शक्तिहरूलाई चित्त नबुझेको कुराले गर्दा तपाईँहरूलाई यो अवस्थामा पुर्याइदिएको। त्यो मैले यो मेरो विचारमा के भन्न मिल्दैन, तर हामीले मुख्य कुरा के भने भारत र चीन भनेको हाम्रा छिमेकी मुलुक देश हुन्। हामी दुईटै देशसँग सम्बन्धलाई अगाडि बढाउन जरुरी छ। अहिलेसम्म इन्डिया र चीनसँग हामी काखमा छौँ, बिचमा छौँ। हामीले सबै दुईटै देशलाई एउटै आँखाले देखेर हिँड्न जरुरी छ। तपाईँ काङ्ग्रेसको युवा नेता भएको कारणले गर्दा चीनले नेपालमा कुनै पनि हस्तक्षेप गरेको रेकर्ड छ कि छैन आजसम्म? अब इतिहासको पाना पल्टाउँदै गर्दा अङ्ग्रेज युद्धपछि नेपालको भूभाग धेरै मिचिएको पनि अवस्था छ र सँगै चाइनाले पनि केही मात्रामा नेपालको सम्पत्ति ओगटेको इतिहास छ। पाक कहाँ ओगटेको माछाल अहिलेसम्म देखाएको छ प्रमाण? अहिलेसम्म चीनको नीति हेरेछस्, चीनले गरेका विश्वमा